अनि के साथीहरू तपाईहरु म कहाँ हराएँ भनेर सोच्दै हुनुहुन्छ होला हैन। म 2-3 दिन भयो नि त हराएको। मेरो यो तयारी चाहिँ केटीएम को हो। आज भन्दा 17 वर्ष अगाडि केटीएम गएको थिएँ। 17 वर्ष पछाडि फेरि म केटीएम को लागि तयार हुँदैछु नानीहरुलाई लिएर। म त निकै चोटी काठमाडौँ गएकै हो, तर मेरो नानीहरुले नि एकचोटी पनि काठमाडौँ गएको थिएनन् के। त्यही भएर चाहिँ म उनीहरुलाई काठमाडौँ घुमाउन, उनीहरुको अब फ्लाइटमा फर्स्ट एक्सपिरियन्स गराउन म उनीहरुलाई लिएर केटीएम तिर लाग्दै छु। उ सानी एकदम जोसजारले मेरो पछि आउँदैछ भने ठुलीले चाहिँ पिछाडीबाट क्याप्चर गरिरहेछ के भिडियोहरु। अनि उ पिछाडी ठुली चाहिँ अगाडि हेर्न सानी नानी पुरा अवलोकन गर्दै चाहिँ बाहिर विन्डोबाट तल हेर्दै चाहिँ कस्तो हुँदो रहेछ के हुँदो रहेछ। उसको त फर्स्ट टाइम हो नि त, दुईटैको फर्स्ट टाइम हो। ठुली चाहिँ जन्मेको बेला सुत्केरी थिएँ र म 22 दिनको लिएर म काठमाडौँ आएको थिएँ। त्यस पछाडि चाहिँ मेरो आउने अवसर जुरेको पनि थिएन। अब 17 वर्ष पछाडि जुरो, हामी 35 मिनेट पछाडि झरिम हैन, केटीएम पुग्यौं। म चाहिँ वरिपरि हेरे कति चेन्ज भइसकेछ के। मलाई चाहिँ हेर्नु न लिन भनेर दिदी आउनु भएर चाहिँ पछाडि मलाई थाहा थिएन। पछाडि आएर घ्याप्प अगालो मार्नु हो, म चाहिँ ट्रली कुरेर बसिरहेको थिएँ। कति खुसी 17 वर्ष पछाडि आइछु होइन भनेर हाँस्नु। अनि दिदी पनि बाहिर निस्क्यौँ गफ गर्दै गर्दै। अनि अलि तलसम्म हिँड्दै पनि आयौँ। रमाइलो भयो, धेरै रमाइलो भयो। अनि त्यस पछाडि हामी साइली फुपूको कान्छी छोरीको घरमा गयौँ। एकैचोटि हाम्रो त्यहाँ जाने कुरो थियो। उ चाहिँ थिइनन्, उ छोरी थिए, छोरीलाई भेट्यो। उ बेलुका आए नाइटमा, उलाई वेलकम गर्नु म बसिरहेको हेर्नु न उ गेटमा। अनि भेटघाट भयो, खुसी भयौँ एकदम। अनि राति खाने बेला भयो कि लाइन जाँदो रहेछ क्या यहाँबाट। लाइनको सानीले चाहिँ अब क्यान्डल लाइट डिनर गर्ने भनेर